के तपाईले स्टडी अब्रोडको लागि धेरै ठाउँमा बुझ्नु भइसक्यो, धेरै कन्सल्टेन्सी धाउनु भइसक्यो, अनि पुतली सडकको गल्ली गल्ली हिँडेर थाक्नु भइसक्यो? नमस्ते। इफ यु आर अ नेपाली स्टुडेन्ट ड्रिमिङ अफ स्टडिङ अब्रोड बट फिलिङ टोटली लस्ट, मैले तपाईहरुको पीडा बुझेको छु। आई वाज इन योर सुज वन्डरिङ कहाँबाट स्टार्ट गर्ने। आज तपाईहरु राइट प्लेसमा आउनु भएको छ। टुडे आई एम शेयरिङ द एक्ज्याक्ट स्टेप्स टु गेट स्टार्टेड विथ योर जिआरई प्रिपरेसन। प्लस यो भिडियो अन्तिमसम्म हेर्नुहोला। म यस्तो स्ट्र्याटेजी सेयर गर्छु जसले मेरो जिआरई स्कोर 20 पोइन्टले बढाएको थियो। यो टिप मिस नगर्नुहोला। मैले बुझेको छु यो सबै कति ओभरवेल्मिङ हुन सक्छ। You hear about consultancies charging thousands of rupees, pushing you to apply to random universities without proper guidance. I have been there, feeling lost about lots of questions like kahabata start garne or GRE ki IELTS. It's confusing and it feels like no one's giving you honest answer. So मैले निर्णय लगे to figure it out by myself. I started researching universities, scholarships and GRE preparations. सबै फ्री रिसोर्सेस युज गरेर। वेबसाइट्स लाइक युट्युब, रेडिट एन्ड अनलाइन प्लेटफर्म्स एन्ड स्टडी ग्रुप्स बिकेम माई बेस्ट फ्रेन्ड्स। यु डोन्ट निड टु पे एनी कन्सल्टेन्सिज वेन यु हेभ द इन्टरनेट एन्ड अ बिट अफ पेसेन्स। सुरुमा जिआरई के हो त? जिआरई भन्नाले ग्रेजुएट रेकर्ड एक्जामिनेसन हो, जुन इटिएसद्वारा लिइन्छ। यो एउटा यस्तो इक्जाम हो जुन धेरै जस्ता अमेरिकन युनिभर्सिटीले मास्टर्स या पिएचडी स्टुडेन्ट्सलाई आफ्नो कलेजमा एडमिसन लिनको लागि एउटा बेस्ट कम्पिटिटिभ इक्जामको रूपमा विगत 80 वर्षदेखि लिइरहेका छन्। अब यसमा धेरै नअल्मलियौँ। जिआरई के हो भन्ने कुरामा एउटा फुल नयाँ भिडियो बन्न सक्छ। यो सामान्य कुरा तपाईहरूले आफै पनि गुगल गरेर हेर्न सक्नुहुन्छ। ओके, लेट्स गेट प्र्याक्टिकल। अब म केही स्टेप्सहरू सेयर गर्छु। यदि तपाईँ नयाँ हो भने यो स्टेप्स तपाईहरुको लागि हुन सक्छ। यदि तपाईले सुरु गरिसक्नु भएको छ भने तपाईलाई यो भिडियोले अझ बढी हेल्प गर्छ। आउनुहोस् अब समय खेर नफालौं र सुरु गरौँ। सुरुमा त लर्न अबाउट जिआरई। अब जिआरई भन्ने के हो भन्ने कुरा तपाईहरुले थाहा पाइसक्नु भएको छ। जिआरई मा टोटलमा 340 मार्क्सको एक्जामिनेसन हुन्छ र 340 मार्क्समा 170 मार्क्स चाहिँ भर्बललाई छुटिएको हुन्छ भने 170 मार्क्स चाहिँ क्वान्ट या म्याथको लागि छुटिएको हुन्छ। यदि तपाईँ स्ट्रिम फिल्डको हुनुहुन्छ भने क्वान्ट चाहिँ एकदमै सजिलो लाग्न सक्छ र यदि तपाईँ लिटरेचर फिल्डको हुनुहुन्छ भने तपाईलाई भर्बल चाहिँ सजिलो लाग्न सक्छ र तपाईहरुको फिल्ड अनुसार पनि तपाईले चाहिँ आर्ट्स पढ्दै हुनुहुन्छ या अब चाहिँ लिटरेचरमा जाँदै हुनुहुन्छ भने भर्बलले चाहिँ तपाईलाई त्यति नै इन्फ्लुएन्स गर्न सक्छ भने तपाईँ स्ट्रिम फिल्डमा जाँदै हुनुहुन्छ भने तपाईलाई चाहिँ क्वान्टको मार्क्सले चाहिँ धेरै इम्पोर्टेन्स राख्न सक्छ। अब सुरुमा जिआरईमा टोटल मैले भनिसकेँ 340 मार्क्सको एक्जामिनेसन हुन्छ। 170 मा छुटाइएको हुन्छ र एक्स्ट्रा 6 मार्क्स चाहिँ एनालाइटिकल राइटिङको लागि छुटाइएको हुन्छ, जसलाई एडब्ल्युए सेक्सनमा छुटाइन्छ। अब दोस्रो पोइन्टमा चाहिँ तपाईले रिसर्च योर ड्रिम कन्ट्रिज। रिसर्च योर ड्रिम कन्ट्रिजमा चाहिँ तपाईले अब म कस्तो कन्ट्रीमा जाँदैछु भन्ने कुरा चाहिँ तपाईले आफैले खोज्नुपर्ने हुन्छ। हामी चाहिँ युएसको बारेमा बेसिकल्ली कुरा गर्छौँ। अब युएसमा रहेको स्टेट्सहरूमा डिफ्रेन्ट कस्ट अफ लिभिङ, त्यसपछि भिजा रुल्स र कल्चर्सको बारेमा चाहिँ तपाईले गुगलहरूमा चाहिँ सर्च गर्न सक्नुहुन्छ र फर्दर अरू भिडियोजहरूमा नि यस बारेमा चाहिँ हामीले एक्सप्लेन गर्न सक्छौँ। तपाईहरूले चाहिँ डिफ्रेन्ट वेबसाइट्समा गएर जस्तै युएस न्युजमा गएर चाहिँ तपाईले युनिभर्सिटिजको बारेमा र त्यसमा लाग्ने टप युनिभर्सिटिज कस्ता छन् र त्यसमा लाग्ने खर्चहरूको बारेमा तपाईले सर्च गर्न सक्नुहुन्छ। र अर्को छ मास्टर्स पोर्टल। मास्टर्स पोर्टलमा पनि तपाईले चाहेका युनिभर्सिटिजलाई फिल्टर्समा राख्न सक्नुहुन्छ र तपाईले कुन फिल्डमा पढ्न जाने त्यो फिल्डको बारेमा तपाईले त्यहाँ राख्न सक्नुहुन्छ र तपाईलाई चाहिँ तपाईको बजेट कति छ त्यो हिसाबले राख्न सक्नुहुन्छ र त्यसमा पाइने डिफ्रेन्ट स्कलरशिप्सहरू के हुन् त भन्ने कुराहरू चाहिँ तपाईले त्यहाँ हेर्न सक्नुहुन्छ मास्टर्स पोर्टलमा। म त्यसको लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु। अब तेस्रो पोइन्टमा छ फाइन्ड टार्गेट युनिभर्सिटिज। अब तपाईले रिसर्च गरिसक्नुभयो मलाई कुन कन्ट्री चाहिन्छ, मलाई कुन सब्जेक्ट पढ्नु छ र मलाई कुन युनिभर्सिटी जानु छ भन्ने कुरा चाहिँ अब तपाईको मेन गोल हुन सक्छ। अब तपाईले चाहिँ युनिभर्सिटिजमा गएर युनिभर्सिटिजको वेबसाइटमा गएर अब चाहिँ तपाईले डिफ्रेन्ट प्रोफेसर्सहरूसँग रिच आउट गर्नुपर्ने हुनसक्छ। डिफ्रेन्ट प्रोफेसर्सलाई चाहिँ इमेल गर्नुपर्ने हुनसक्छ। तपाईले चाहिँ प्रोफेसरलाई इमेल कसरी गर्ने भन्ने कुरा पनि एउटा फर्दर भिडियोमा हामी एक्सप्लेन गर्ने नै छौँ। अब अर्को पोइन्ट चाहिँ हुनसक्छ अन्डरस्ट्यान्ड स्कलरशिप्स एन्ड डेडलाइन्स। मलाई थाहा छ
तपाईँ मार्क्स बढाउने पोइन्टको लागि कुरिराख्नु भएको छ। अब त्यो पनि आउँदैछ। अब कुरा गरौँ मार्क्स कसरी बढाउने। अहिलेसम्म सबैजना त्यसकै पर्खाइमा हुनुहुन्थ्यो होला। अब त्यसको अनेस्ट रिभ्यू दिनु पर्दाखेरि के गर्ने भन्दाखेरि 2 हप्ता चाहिँ तपाईँले एकदमै राम्रोसँग प्रिपेयर गर्नु पर्यो। तपाईँले चाहिँ डिफ्रेन्ट मटेरियल्सहरू प्रिपेयर, यो चाहिँ तपाईँले चाहिँ नयाँ स्टुडेन्टको लागि होइन, जो चाहिँ जिआरईको लागि बिल्कुलै नयाँ छ, जसलाई चाहिँ जिआरई चाहिँ बिल्कुलै नयाँ टर्म हो, त्यो उहाँको लागि चाहिँ यो कुरा होइन। जसले चाहिँ 1-2 महिना 2 महिना प्रिपेयर गरिराख्नु भएको छ र गरिसक्नु भएको छ, उहाँलाई चाहिँ यो कुरा चाहिँ अप्लाई हुनसक्छ। तपाईँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि सुरुमा चाहिँ तपाईँहरू नआत्तिनुहोस्। तपाईँहरूलाई चाहिँ भर्बलको लागि आत्तिराख्नु भएको छ कि क्वान्टको लागि आत्तिराख्नु भएको छ कि त्यो कुरालाई चाहिँ तपाईँले ध्यानमा राख्नुहोस्। र सुरुमा 2 हप्ता चाहिँ तपाईँले बनाइरहेका नोट र बनाइरहेका तपाईँका डिफ्रेन्ट अरू मटेरियल्सहरू छन्, ती मटेरियल्सहरू चाहिँ तपाईँले डिटेलमा स्टडी गर्नुहोस् र 2 हप्तामा चाहिँ तपाईँले एउटा मक टेस्ट दिनुहोस्। मक टेस्ट चाहिँ तपाईँले अनलाइन पनि दिन सक्नुहुन्छ र अफलाइन पनि तपाईँले फ्रीमा पाउँछन्। ती मक टेस्टहरू चाहिँ तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। ती मक टेस्टहरूमा चाहिँ तपाईँले तपाईँको मार्क्स थाहा पाउनुहुन्छ र तपाईँको पोजिसन थाहा पाउनुहुन्छ। अनि पोजिसन थाहा पाइसकेपछि तपाईँका गल्तीहरूलाई चाहिँ तपाईँले 2-3 दिन लाएर रिभ्यू गर्नुपर्ने हुन्छ। रिभ्यू गरिसकेपछि अब तपाईँले केमा सुधार गर्नुपर्ने छ भन्ने कुरा तपाईँले थाहा हुन्छ। र जस्तै तपाईँले भर्बलका सेन्टेन्स इक्विभ्यालेन्समा केही गल्ती गर्नुभएको छ भने तपाईँले वर्ड्सलाई चाहिँ भोक्याब्सहरूलाई चाहिँ फेरि रिभ्यू गर्नुपर्ने हुन्छ। र यदि तपाईँ म्याथमा केही कुरामा कन्फ्युज भइराख्नु भएको छ भने म्याथलाई अझै रिभ्यू गर्नुपर्ने हुनसक्छ। बेसिकल्ली तपाईँले रिभ्यू एन्ड टेस्टको टेक्निकबाट जानुपर्ने हुन्छ र तपाईँले चाहिँ फेरि इक्जाम दिनुपर्ने हुन्छ। अब तपाईँले 2 हप्ताको ग्यापमा चाहिँ तपाईँले त्यसरी इक्जाम दिनुभयो भने तपाईँले यदि 2 महिनाको पढ्ने टाइम छुट्याउनु भएको छ भने तपाईँले 2 महिनामा कम्तीमा पनि तपाईँले 4वटा चाहिँ इक्जाम दिन सक्नुहुन्छ, 4वटा मक टेस्ट दिन सक्नुहुन्छ। यी 4वटा मक टेस्टमा तपाईँलाई लेभल थाहा हुन्छ र तपाईँले चाहिँ एटेम्प गर्न सक्नुहुन्छ। अझै अर्को एउटा पोइन्ट चाहिँ म तपाईँलाई के थप्न चाहन्छु भने तपाईँले चाहिँ पहिलो मक टेस्ट दिइसकेपछि तपाईँको पोजिसन हेरेर चाहिँ तपाईँले अब इक्जामको डेट लिँदा हुन्छ। अहिले मैले सुनेको अनुसार चाहिँ सेप्टेम्बरसम्म चाहिँ तपाईँको 30% अफ आएको छ जिआरई रजिस्ट्रेसन गर्दाखेरि। त्यो कुरा चाहिँ म सोर्सबाट अझै भेरिफाई गरेर डिस्क्रिप्सनमा यदि त्यो कुराहरूलाई चाहिँ मैले एक्सप्लेन गर्नलाई चाहिँ डिस्क्रिप्सनमा राख्न सक्छु। तपाईँले चाहिँ त्यो कुराहरू चाहिँ तपाईँले पनि आफैले पनि रिभ्यू गर्नु होला। तपाईँले यदि डेट लग्नु भयो भने चाहिँ मेरो इक्जाम आउँदैछ है भनेर चाहिँ तपाईँले चाहिँ पढ्न थाल्नुहुन्छ। डेट लगेर चाहिँ तपाईँले आफ्नो जिआरई स्कोरलाई अझै बुस्टअप गराउनु होला। आजको भिडियोमा चाहिँ हामीले समरीमा धेरै कुराहरू बुझ्यौँ। नयाँ स्टुडेन्टले पनि बुझ्नुभयो र पुराना स्टुडेन्टलाई पनि सायद हेल्प भयो होला। अब नयाँ भिडियोमा पनि हामी यस्ता धेरै डिफ्रेन्ट कुराहरूमा चाहिँ हामी एक्सप्लेन गर्नेछौँ। भिडियोमा तपाईँलाई बेस्ट लागेको पार्ट कमेन्ट गर्न नभुल्नुहोला। तपाईँको 8 मिनट समयको लागि धन्यवाद। नमस्कार।